Hi, welcome. Let's learn have to and has to. Have to र has to को प्रयोग इङ्ग्लिसमा धेरै हुन्छ. Have to र has to दुवैको अर्थ नेपालीमा गर्नुपर्छ भन्ने हुन्छ. यी शब्दहरू कर्तव्य, ड्युटी, आवश्यकता, नेसेसिटी वा कम्पल्सन जबरजस्ती गर्नुपर्ने कुरा जनाउँछन्. Have to को प्रयोग I, you, we, they अथवा कुनै प्लुरल सब्जेक्टसँग हुन्छ र has to को प्रयोग he, she, it या कुनै सिङ्गुलर सब्जेक्टसँग हुन्छ. लेट्स अन्डरस्ट्यान्ड विथ सम इक्जाम्पल्स. मलाई गर्नुपर्छ. हामी अहिले जानुपर्छ. हामीले कडा परिश्रम गर्नुपर्छ. उसले बिहान छिटै उठ्नुपर्छ. उसले खाना पकाउनुपर्छ. यी सेन्टेन्सहरूमा गर्नुपर्छ आएको छ, त्यसैले हामीलाई have to अथवा has to को प्रयोग गर्नुपर्छ. लेट्स फ्रेम these sentences. मलाई पढ्नुपर्छ. I have to study. I have to study. हामी अहिले जानुपर्छ. We have to go now. We have to go now. तिमीले कडा परिश्रम गर्नुपर्छ. You have to work hard. You have to work hard. उसले बिहान छिटै उठ्नुपर्छ. He has to wake up early. He has to wake up early. र यो सेन्टेन्स तपाईँ बनाउनुहोस्. उसले खाना पकाउनुपर्छ. थ्याङ्क यू.